बिक्रीमा सेकेन्ड ह्यान्ड ई रिक्सा बिक्रीमा छ। मेरो च्यानलमा तपाईहरुलाई स्वागत छ। आज हेर्नुस् सेकेन्ड ह्यान्ड ई रिक्साको एउटा भिडियो बनाइरहेको छु। यसका फ्युचरहरु अनि यसमा केहरु ठीक छ के ठीक छैन सबै कुरा यस भिडियोमा बताउँछु। हेर्नुस् यसको सो पहिला यो चाहिँ पहिला ब्याट्री हालेको ब्याट्री सिधेर अर्को ब्याट्री हालेछन्। यसमा यो गाडी चाहिँ कन्डिसनमा छ, एकदम राम्रो छ। अनि सेकेन्ड ह्यान्डमा यो बिक्रीमा छ। यसको प्राइस कति हो म यस भिडियोमा बताउँछु। अनि ब्याट्रीको कन्डिसन कस्तो छ, गाडीको कन्डिसन कस्तो छ, बिलुटमा कति चल्छ, त्यो सबै कुरा यस भिडियोमा बताउँछु। अगाडिको सोहरू अहिले ठीक छ, सबै गाडीहरु कन्डिसनमा छ। यो लुम्बिनी प्रदेशको गाडी हो। यो चाहिँ लुम्बिनी प्रदेश नो लु 505 नम्बरको गाडी नम्बर हो। यो साकारहरु पनि ठिकै छ। यसको यो कन्डिसनमा छ। यो सब चारैतिरबाट बम्पर लगाएको दिन्छ कम्पनीले, त्यो पनि ठिकै छ। यसको मोटर कन्ट्रोलरहरु ठीक छ। यसोहरु हेर्नुस्, यो गाडीको कन्डिसन एकदम राम्रो छ। यो चाहिँ स्टेपनी पनि छ यसमा सेकेन्ड ह्यान्ड गाडीमा। अनि यसको डिफर चाहिँ सापटवाला हो। हेर्नुस् यो सापटवाला ई रिक्सा हो, ठुलो रिक्सा। यो चाहिँ ब्याट्री चाहिँ लाली गुराँस नेपालको ब्याट्री हो। यसको चाहिँ 10 महिनाको ग्यारेन्टी छ। तर यो लगाएको अहिले 7 महिना भएछ। यो ग्यारेन्टी यसको चाहिँ अहिले 2 महिना छ। यो अनि यसमा हेर्नुस् यो मिटर पनि ठिकै छ, साइड लाइटहरु पनि ठीक छ। यहाँ बजाएर म देखाइदिन्छु। यो हेर्नुस् आवाज गरिरहेछ, साइड लाइट पनि यो दुईटातिर साइड लाइट। हर्न चाहिँ यसको अलि खराब छ, चाहिँ यहाँ लगाइदिएछन् यो हर्न। अनि एक्सिलेटर पनि ठीक छ। अनि बाजा पनि ठीक छ यसको, त्यो ठीक छ। अनि फ्यानहरु पनि ठीक छ यसमा। अनि यसको मोटर अनि डिफरेन्शियल सबै ठीक छ। अनि यहाँ चेचिसहरु पनि एकदम राम्रो छ, दामी छ। यो पर्दाहरु पनि ठीक छ। यो चाहिँ हुडवाला हो, चाहिँ पर्दावाला हैन, माथिबाट हुड लागेछ। यहाँ पछाडी पस्यो मैले देखाइदिन्छु। यहाँ पछाडी पनि बत्तीहरु ठीक छ। हेर्नुस् 5005 लुम्बिनी प्रदेशको हो। यो गाडी चाहिँ सेकेन्ड ह्यान्डमा बिक्रीमा छ यसको। अनि पाङ्राहरु पनि छ, यसको ब्रेकहरु पनि छ, ठीक छ। यो सबैतिरबाट हेर्नु, यहाँ यो बाकस दिएको छ एक्स्ट्रा, त्यो पनि अहिले ठीक छ। यहाँ ब्याट्रीहरुको कन्डिसन मैले देखाइदिन्छु। यहाँ ब्याट्री चाहिँ हेर्नुस् चारवटा, यहाँ चारवटा लाली गुराँस एउटै कम्पनीको यो ब्याट्री हो। अहिले 7 महिना हालेको भएछ। अनि 7 महिना 10 महिनाको ग्यारेन्टी हो। अहिले 3 महिनाको ग्यारेन्टीमा छ। अनि यो पाती भाडा यो चाहिँ सिटमा लेखेछ, पाती भाडाको ई रिक्सा हो। यो चाहिँ गाडी एकदम कन्डिसनमा छ। कसैले लिन छ भने 98114926 मा सम्पर्क गरेर आउन सक्छ। अनि गाडी लिने इच्छुक व्यक्तिले कन्ट्याक्ट गरेर आउन सक्छ। अनि यसको प्राइस चाहिँ 2,50,000 हो। यो गाडी एकदम कन्डिसनमा छ। अनि गाडीको रेट पनि ठीक छ। अनि 2 महिनाको ब्याट्री पनि ग्यारेन्टीमा छ। अनि 2,50,000 यसको रेट। अनि तपाईहरुलाई राम्रो भिडियो राम्रो लाग्यो भने लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, सब्स्क्राइब गरिदिनु होला। अनि यो भिडियो हेरेर आउनुभयो भने त्यसमा अलि डिस्काउन्ट हुन्छ। यो चाहिँ पाती भाडाको ई रिक्सा। ल तपाईहरुलाई धन्यवाद। भिडियोलाई लाइक कमेन्ट शेयर गरिदिनु होला। अनि गाडी चाहियो भने आउनु होला।